नमस्कार, म चेतन घर जग्गा फेरि पनि एकदम बवाल घडी लिएर आएको छु। तपाईँले देख्न सक्नुभएको जुन लोकेसन भनेको तपाईँको महेन्द्र राजगुरुका सुरुङ्गा पुल भनेर भनिन्छ। तपाईँले हेर्न देख्न सक्नुहुन्छ यो सुरुङ्गा पुलबाट तपाईँको ठ्याक्कसँगले यो भनेको तपाईँको जामुनखाडी जाने बाटो र तपाईँको सँगसँगै यहाँबाट इलाम चेप्टी पुग्ने खुदनारी पुग्ने ठुलो यो मेन हाइवे तपाईँको 40 फुट बाटो भनेर भनिन्छ। यो एसियन हाइवे भइसके पछाडि यो हाम्रो 40 फुटे खुदनारी जाने मेन र चेप्टी जाने इलाम जाने मेन हाइवे पर्छ। ठ्याक्कैसँगले यहाँबाट 200 मिटरको डिस्टेन्समा यहाँबाट तपाईँको ड्राइभिङ सेन्टर पनि देख्न सक्नुहुन्छ। यहाँबाट 200 मिटरको डिस्टेन्समा हाम्रो ठ्याक्कसँगले 17 दूर एकदम राम्रो पूर्वमुडा भएको जग्गा बिक्रीमा लिएर आएको छौँ। म तपाईँहरूलाई मेरो त्यहाँ जग्गाको लोकेसनमा लिएर जान्छु। तपाईँले त्यो जग्गा हेर्नु होला, एकदमै बवाल छ है। फाइनली हामी तपाईँको जग्गाको लोकेसनमा आइसकेको छौँ। तपाईँले देख्न सक्नुहुन्छ अगाडिपट्टि सुरुङ्गा पुल एसियन हाइवे तपाईँको त्यहाँबाट यो इलाम जाने चेप्टी रोड भन्छ यसलाई चाहिँ तपाईँको यो ठुलो 40 फिटे रोड ठ्याक्कसँगले यो 200 मिटरको डिस्टेन्समा एकदम बवाल यो प्लानिङको एरिया टक्कसँगले नाली धरिराखेको हाम्रो जग्गा चाहिँ ट्याक्कसँगले यहीँनिर हो, देख्न सक्नुहुन्छ। एकदमै बवाल दामी घडी रहेछ तपाईँको पूर्वमुडा भएको ठ्याक्कसँगले यो नाली काटेको यो हाम्रो जग्गा तपाईँको 17 दूर जग्गा एकदम बवाल र हाम्रो जग्गादानी सिस्टर यहीँ हुनुहुन्छ र अगाडिपट्टिका घरहरू यस्तो बवाल छन्। यहाँनिर तपाईँको एरिया यति राम्रो छ, यति सुन्दर छ, तपाईँको डाँडो ठाउँ पानी नजम्ने एकदमै बवाल एरियामा मैले घडै लिएर आएको छु। 17 दूर कन्काई नगरपालिका 1 मा पर्ने यो जग्गा एकदमै बवाल छ। तपाईँको नगरपालिका सिधै तपाईँको यहाँबाट 10 मिनट पनि लाग्दैन नगरपालिका पुग्नको लागि। वडा कार्यालय त्यहीँ नै रहेछ। हस्पिटल स्कुलहरू एकदमै नजिक भएको एकदमै डाँडो तपाईँको मा एकदमै 40 फुटे बाटो सबै कुरा मिलेको चट्टसँगको यो दामी पूर्वमुडा भएको जग्गा मैले बिक्री लिएर आएको छु। आजको भोलि तु पास गर्दा अलिकति केही कन्जुस हुने 10% डिस्काउन्ट दिने खालको जग्गा लिएर आएको र तपाईँहरूलाई पनि यस्तै खालको जग्गाहरू चाहिएमा हाम्रो पेजलाई फलो गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, वाट्सएपमा म्यासेज गर्नुहोस् है। एकदमै बवाल छ र यो जग्गाको तपाईँको नक्सा पनि आइसकेको छ। नक्सा देख्न सक्नुहुन्छ। धनीपूजा नक्सा दुइटै आइसकेको छ तपाईँको जग्गाको हामीसँग उपलब्ध भइसकेको छ र तपाईँहरूले यो जग्गा लिन चाहनुहुन्छ भने सिधै फोन गरेर तपाईँको जग्गा भिजिट गरेर अफिसमा बसेर तपाईँको मजासँगले यो जग्गा लिन सक्नुहुन्छ। साँच्चीकै राम्रो छ। अब हस् त, धन्यवाद तपाईँलाई।